के खाने रहेछ अरे प्रिङ्ग्लास पिरो वाला अब स्कुल गए बेला त कहाँ खानु त नि अब पढ्दै गर्ने बेलामा कप काटिसकेर चाहिँ प्रिङ्ग्लास जानकै लिमाले गट्टा हामी कहाँनिर आइपुग्यौँ छोरी स्कुल यो चाहिँ कहाँ आउँथ्यो सुपा सेप हो सुपा सेपमा आइपुग्यौँ छोरीको नेयरलिसको होइन छोरी अनि आज छोरीको मन्डारिन पनि छ मन्डारिनमा के गर्नुहुन्छ हामी चाहिँ पेट्रोल पम्प आइपुग्यौँ अब यहाँनिर भिडभाड छ भिडभाड छ हामी लेफ्ट साइडबाट जाउँ राइट साइड लागौँ What's your name? I speak lab. के सरी I speak lab. Mama. अच्छा मैले प्रिङ्ग्लास ल्याउनलाई पिरो पाला प्रिङ्ग्लास पिरो त सम टाइम मात्रै खाने अस्ति भर्खर खुवाएको नि छोरीले अहिले सम टाइम नै भएको छैन अनि पैसा के हो भएकै छैन नि अहिले हामी चाहिँ ट्राफिक लाइटमा पर्यौँ फेरि ल्याउनु भयो भने त अम्मा त ट्राफिक लाइटमा फेरि प्रिङ्ग्लास ल्याउनु भयो भने त म त सबै मैले गर्छु यता 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 अनि हातमा 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 यता 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 सबै ठाउँ बाबालाई माया गर्ने प्रिङ्ग्लास ल्याइदियो भने ल्यायो भने त खाने कुरो ल्याइदियो त माया गरिहाल्छ नि पिरो पाला पिरोबाट मलाई त पिरोमा पर्छ म त ठुलो भइसक्यो अब मलाई त कुद पिरो त लाग्दैन अनि मलाई पनि पिरो हुँदैन आज पनि यस्तो भिड छ स्कुल जाने बेलामा पुरै जाम हुन्छ हामी त कसरी छिर्ने होला यहाँसम्म छ पर छ स्कुल जानुपर्ने अब यो जाम कतिखेर खुल्छ होला हाम्रो छोरी ल अलिकति सर्यो यहाँबाट ओ माई गड कतिखेर जाने त खै छोरी चाहिँ अनि यता के गर्नु भएको फेरि खेलेको किन खेल्नु भएको पिरोबाट प्रिङ्ग्लास खाने ए ल खानुपर्छ मिलाएर अनि बलुन त कच्ची हो नि त मेरो ग्रेजुएसन हुने बेलामा ग्रेजुएसन हुने बेलामा खाने छैन के बलुन चाहिँ खानु हो र होइन खेल्ने हो खाने भन्नुभएको त नि मैले त प्रिङ्ग्लास पो भनेको त ल अलिकति फेरि बाटो सरे जस्तो छ छोरी आज स्कुल पुग्दा ओर्दा त एउटा सब्जेक्टै छुट लाग्थ्यो भयो त यस्तो छ जाम यस्तो छ जाम हो त्यहीसम्म जाम छ यस्तो परबाट राइट लाग्नु पर्यो हाम्रो स्कुल ओके बाइ बाइ गाइस बाइ बाइ गाइस किन बाइ बाइ भइसक्यो र बाइ बाइ गाइस ओहो अब यहाँबाट दाहिनापट्टि सिधै लाग्नु पर्ला जस्तो छ बाइ बाइ गाइस यो गाडी त यता आउँदैछ बाइ बाइ गाइस मलाई बाटो चाहियो बाइ बाइ गाइस उताबाट आउँदै रहेछ यहाँ राइटबाट ठेलौँ भनेको उताबाट आउँदै रहेछ के गर्नु यिनलाई त जान दिनु पर्यो ओके बाइ बाइ गाइस बाबा राख्नु न मामा नाना बेला हेर्नु के
अब कहाँ अब भ्याउँछ त छोरी अब त 0 टाइम भइसक्यो अब न्याउन बिरालो कहाँ हेरिरहने भ्याउँछ त हैन मलाई चाहिँ के यता ब्रेकलेस हट होइन मलाई थाहा भइसक्यो बाबा नै बिर्सनुहुन्छ बिर्सिँदैन बिर्सनुहुन्छ कहाँ बिर्सिन्छ र बिर्सनुहुन्छ नि गाडी चाहिँ कता जानु लाग्यो यो त यता आउनु खोजेको थियो होला ब्रेकलेस अब चाहिँ म चाहिँ यताबाट लेफ्ट साइडबाट लाग्नु पर्यो लेफ्ट साइडबाट लाग्नु पर्यो उताबाट आउँदैछ कि छैन यताबाट राख्नुपर्छ भाइ छैन नभए एउटा त्यो आउँदैछ फेरि कतातिर राख्दिउँ भन्ने कुरा आयो यहाँ रहेछ बाटो यहाँनिर राखिदिउँ अलिकति ठाउँ यहाँ रहेछ हामी चाहिँ यहाँनिर राखिदिउँ होइन छोरी ल यहाँनिर पाइयो ठाउँ ल अब चाहिँ बाई बाई छोरी अब चाहिँ हामी चाहिँ छोरीलाई चाहिँ स्कुल छोडेर बाबा चाहिँ जाने ब्रेकलेस लिनलाई आउनु छोरीको पहिला किन्डर गार्डन क्लास यहाँ होइन हाम्रो छोरीको क्यान्टिन यहाँ चाहिँ क्यान्टिन यता चाहिँ बस्ने ठाउँ आउनु छोरी ल छोरीलाई ड्रप गरेर पनि आइयो अब उताबाट गाडी आउँदो रहेछ यो गाडीलाई चाहिँ जान दिनु पर्यो यहाँ चाहिँ फर्स्ट प्रायोरिटी अरूलाई दिने हो क्या यहाँको सिस्टम नै त्यस्तो छ होइन अब चाहिँ लाग्यो यहाँबाट छोरीलाई ड्रप गरेर म चाहिँ सैलुनतर्फ जानुपर्ने छ आज चाहिँ मैले चाहिँ सैलुनमा जाने काम छ यहाँबाट सट्टोसँग लागौँ यतातिर जाम छ दाहिनापट्टि म चाहिँ बायाँपट्टिबाट जाने हो यहाँ एकदम सर्ट लाइट छ यहाँ छिरिहाल्नुपर्छ फेरि यहाँबाट यतिखेर स्कुलको टाइमिङले गर्दाखेरि एकदमै जाम हुन्छ किन खोल्दैछ यो मान्छेले अब चाहिँ यहाँबाट लाग्ने हो यहाँ फेरि लाइटमा परियो लाइट खोल्यो यहाँबाट लागिन्छ अब यहाँ अगाडि फेरि स्कुल छ अर्को स्कुलले गर्दा नि यहाँनिर जाम हुन्छ लाइट चाहिँ ग्रिन नै छ तर चाहिँ ग्रिन लाइट भए पनि यहाँ अगाडि अलिकति भिडभाड हुन्छ हामी चाहिँ एउटा छिरिहाल्नुपर्छ फेरि लाइट बल्यो त्यहाँनिर लाइट बल्यो तर यहाँको लाइट चाहिँ सर्टकटै हुन्छ यहाँको लाइट चाहिँ सर्टकटै हुन्छ ल ग्रीन लाइट बल्यो फेरि भरे 5 बजे चाहिँ छोरीलाई पिकअप गर्न लिन आउनुपर्ने हुन्छ अहिले चाहिँ म सैलुनतर्फ जाँदैछु यहाँनिर लेफ्ट साइडमा चाहिँ देखेको यो सुपा सेप हो सुपा सेप चाहिँ एकदमै यो अलिकति राम्रो फ्रेस भिआइपी चाहिँ यो सपिङ सेन्टर हो जस्तै मानिलिउँ नेपालको चाहिँ भाटभोटेनी सुपर मार्केटहरू जस्तै हो यो पनि तर अलिकति भिआइपी टाइपको हुन्छ यो चाहिँ अलिक ब्रान्डेड कुराहरू हुन्छ यसमा अरूमा भन्दा अरूमा पनि ब्रान्डेडै हुन्छ सबैमा तर अलिकति यसमा चाहिँ त्यस्तै टाइपको हुन्छ जे कुरा पनि फ्रेस पाउँछ यहाँनिर चाहिँ यो 12-1 बजेको टाइमिङ भनेको चाहिँ यो ब्रेकको टाइमिङ र यो स्कुलहरू चेनफेन हुने टाइमिङ मर्निङ क्लास र अनि आफ्टरनुन क्लास ठ्याक्कै यही समयमा चाहिँ यो 1 बजे चाहिँ छुट्छ 1 बजे इन्ट्री हुन्छ आफ्टरनुनको मर्निङ क्लास चाहिँ 1 बजे ब्रेक हुन्छ भनेपछि यो समय चाहिँ एकदमै ट्राफिक हुन्छ पुरै ट्राफिक जाम हुन्छ आज चाहिँ झन्डै त्यति साह्रो छैन पहिला जस्तो अब यहाँनिर लाइटमा परिसक्यो यहाँ लाइट छ यो खाल्टोमा ल बलिहाल्यो ल गाइएन
भ्याइएन 3टा गाडी मात्रै लस भयो यो अगाडिको ठाउँमा म भइदिएको भए छिर्थेँ त्यहाँनिर अलिकति तर त्यसले अलिक दबाउन सकेन के गर्ने यस्तो छ बल्ल खुलेको अवस्था छ पछाडि अब कति जाम छ पछाडि गएला फेरि हतार हुन्छ फेरि त्यस्तै हुन्छ आफूलाई जस्तै लेफ्ट साइड लाग्यो राइट साइड जाने मान्छेलाई दिने हो सयमा कुदाउँदा पनि स्लो नै कुदा जस्तो लाग्छ हामी यहाँ राउने बोट नजिक आइपुगेका छौँ लगभग अब साइलेन्टमा म चाहिँ आइपुग्ने लागेँ यहाँनिर चाहिँ किन यो लेफ्ट साइड लाग्यो यो चाहिँ यताबाट छिर्ने रहेछ अब यहाँबाट चाहिँ म लेफ्ट साइड लाग्दैछु यो पनि एउटा ब्रुनाईको राउने बोटहरू मध्येको एउटा व्यस्त राउने बोट हो यो पनि यहाँनिर पनि निकै नै भिडभाड हुन्छ सबैभन्दा व्यस्त गादुङको राउने बोट हो गादुङ पुलको त्यहाँ चाहिँ लास्टै व्यस्त हुन्छ यहाँबाट चाहिँ राइट साइड लाग्दैछु म अब चाहिँ म ठाउँमा आइपुगिसकेको छु तपाईँहरूलाई अहिलेसम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद छ एउटा कमेन्ट छोड्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला है त धन्यवाद